हेलो गाइज, आज चाहिँ हामी चाहिँ चियासी स्टाफ सबैजना त के भनौँ, अब बर्खाको बेला छ, अब भ्याउनु भएका सबैजना भएर चाहिँ हामी चाहिँ सोरेकको यात्रातर्फ लाग्यौँ, सोरेक मैदानको। अनि हामी चाहिँ रमाउँदै घुम्दै अनि पहाडको मजा लिँदै अनि यात्रातर्फ लाग्यौँ। अनि बिचबिचमा हामीले मन्दिरहरू देख्यौँ अनि मन्दिरको दर्शन गर्दै अनि रमाइला कुराहरू गर्दै अनि अगाडि बढ्यौँ। अनि हामी चाहिँ वालिङबाट माथि लाग्दा अब सरहरू सबै एकै ठाउँमा भेट हुने अनि म्यामहरू सबै एकै ठाउँमा भेट हुने कार्यक्रम चल्यो। अनि भेटिसकेपछि हामी लाग्यौँ सोरेक मैदानको यात्रातर्फ। हिजो पानी परेकाले आज चाहिँ त्यता बाटो चाहिँ राम्रो छैन भनेर चाहिँ हामीले खबर पाइसकेका थियौँ। त्यही पनि हामी चाहिँ जसरी हुन्छ सोरेक पुग्ने हाम्रो चाहिँ लक्ष्य पोखेर हामी चाहिँ लाग्यौँ। गाइज हामी चाहिँ बाटैमा छौँ अनि बाटो फेरि लास्टै दुःख रहेछ। लास्टै म पछाडि बसेको मान्छेलाई नि दुःख भयो भने चलाउने मान्छेलाई कति दुःख भयो होला। दुःख छ कि छैन त बाटो? छैन भन्नुमा फेरि यस्तो छ बाटो है। कताबाट जाने लिक नै छैन कि यहाँ। म झर्नुपर्छ कि पर्यो अब। मम्मी भनियो कि मामा भनियो कि कसलाई भनौँ होला। स्कुटीमा चाहिँ नआउँदा हुन्छ सोरेक। म त त्यही भन्छु मन छ। स्कुटीमा चाहिँ सोरेक नआउँदा हुन्छ। ल चाहिँ हामी चाहिँ जति माथि आयो त्यति पिरो है, जति बिहान हुँदै गइरहेको थियो रमाइलो छ। बादल बादल प्लस कुहिरो है। तलतिर केही पनि देखेको छैन, माथितिर बादल छ। अब हामी चाहिँ सोरेक मैदान चाहिँ आउन लागेका छौँ। दिँदैछ दुर्गा भगवानको आवर डेस्टिनेसन फाइनली। कता लक्क नलैजानु न गाइज। हामी चाहिँ फाइनल्ली सोरेक मैदान आइयो। ल यता चाहिँ हिँड्दै हुनुहुन्छ सर म्यामहरू। सरै देखिनु भयो फेरि। मैले चाहिँ तान्दैछु यता समीक्षा मिसलाई। म चाहिँ हिँड्न नसकेर यहाँ तानिरहनु भएको छ कि हजुरभन्दा म अघि भएँ कि अघि तान्नु त। अनि यता आइरहनु भएको छ सरहरू। यता उहाँ आउनुभएको छ अनि हामी यहाँ छौँ। उहाँको डेस्टिनेसन उहाँ छ। हाम्रो डेस्टिनेसन चाहिँ ठुलै पाहाडमा जस्तो छ। ल हामी चाहिँ यहाँ आइसकेका छौँ। पछाडि यस्तो देख्न सक्नुहुन्छ हाम्रो क्यामेराम्यान। हाल्ने नै हो क्या? हाल्ने हो क्या? भिडियो कट आइछ त अहिले। यदि स्वर्ग हेर्न चाहनुहुन्छ भने कृपया नेपाललाई माया गरिदिनु होला। सोरेक मैदान पछुताउनु होला, राम्रोसित पछुताउनु होला। पछुताउनु पर्ने छ।
अहिले चाहिँ मन जरा चाहिँ पोज दिएर बस्नु भएको तर मैले भिडियो गराइदिएँ त्यो चाहिँ मेरो ब्लगमा आउँछ भोलि 7:30 बजे हेर्नु होला धन्यवाद 81 चाहिँ अब फोटोसोटो खिचेर अब घर जानलाई यतातिर हिँड्दैछ म्यामहरू अघि हुनुहुन्छ सरहरू पछि हुनुहुन्छ म बिचमा छु सोरेक मैदानमा चाहिँ हामी चाहिँ सोरेक मैदानबाट घर फर्कने तयारीमा छौँ यता स्कुटी स्टार्ट गर्दै हुनुहुन्छ सर म्यामहरूले यता हाल्नुहुन्छ अनि यतातिर चाहिँ टिकटक स्टार म्याम हुनुहुन्छ हाम्रो ल अब चाहिँ बाटोमा भेटौँला खै त